ओम वैदिक अभिवादन नमस्ते। आज 2082 साल चैत्र 5 गते चैत प्रतिपदा चैते दशैँ नवरात्रि प्रारम्भको पहिलो दिन। आज विशेष दिन भएको हुनाले आज कालगणना अनुसार 1,96,08,53,127 वर्षमा हामी प्रवेश गर्दछौँ। आज वैदिक नववर्ष भएको हुनाले सबैलाई वैदिक नववर्षको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। वैदिक कालगणना अनुसार सृष्टिको आयु 2.25 अर्ब वर्ष भइसक्यो। सृष्टि प्रारम्भ आजकै दिनदेखि भएको थियो र आजको दिनलाई विशेष महत्त्वपूर्ण किन मानिन्छ भने त्रेता युगमा श्री रामचन्द्रजीको राजाभिषेक पनि आजको दिन भएको थियो। द्वापर युगमा राजा युधिष्ठिरको राजाभिषेक पनि आजको दिन नै भएको थियो र सन् 1875 मा महर्षि दयानन्द सरस्वतीज्यूले आर्य समाजको स्थापना मुम्बईमा आजको दिन गर्नुभएको थियो र भारतको ठूलो सङ्घ राष्ट्रिय स्वयंसेवक सङ्घ आरएसएस को पनि स्थापना आज नै भएको थियो। त्यसैको हुनाले आज विशेष रूपमा हामीले वैदिक नववर्ष यज्ञका साथ पनि मनाएका छौँ। त्यसमा हाम्रा पतञ्जलि ग्रुप, पतञ्जलि योग समिति नेपाल, युवा नेपाल समिति र महिला पतञ्जलि समिति सबैले मिलेर आज हामीले वैदिक नववर्ष पनि मनाएका छौँ। सम्पूर्णमा फेरि वैदिक नववर्षको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। धन्यवाद। ओम त्र्यंबकं यजामहे सुगंधिं पुष्टिवर्धनम् उर्वारुकमिव बन्धनान् मृत्युर्मोक्षीयमामृतात् स्वाहा। ओम निस्मितामया वरदा वेदमाता प्रचोदयन्तां पावमाने द्विजानाम् आयुः प्राणं प्रजां पशुं कीर्तिं द्रविणं ब्रह्मवर्चसं मह्यं दत्त्वा भजत ब्रह्मलो।